यो त खतरा परे खतरा सिंह कालोले कालो पनि राम्रो रहेछ अर्को राम्रो छ अर्को पनि कस्तो घाँटी हो त यार गर्दनै कत्रो कुन चाहिँ भाग्छ होला त रातै भाग्ला तर है त्यो जुरो भने नि लास्टै बोल्ने हेर्छ ओ माई गड बस्नु न बस्नु हो भाइ हेलो अगाडिको भाइ कोब्रेको सिङ अलि त्यो टाउमा छिर्दैन कि काट्नु मिलाउनु पर्ने त्यसपछि ल ओइ मा ओइ यो त खतरा भएर के हो त रोग त आयो नि खतरा तिम्रो बनाएर छ कालो कहाँ खोइ मान्छे धनी छैन त कालो कहाँ भएको दुईटैकै खतरा रहेछ त गर्दैन बनाइदिन्छ टाउको दुईटै थाक्यो उचाल कोब्रे उचाल कोब्रे ओइ त्यसलाई सेतो कालोले जित्दो रहेछ यार कालो खतरा रहेछ कालो खतरा बिमा गरेर उ पनि गरेर छ उसको लग लाग्यो उसको चाहिँ लाग्यो त्यसको यो कोब्रो त्यो कालो कालो यति काटेर बनायो भने लग लाग्ने छ रातोको अहिले पो खतरा गरेर रहेछ यिनीहरू त दुइटै दामी रहेछ जुदाउँछ यो कालो त्यो कालो जुदाउँछ अहिले कालोले जित्यो भने लास्ट कालो कालो परिहाल्छ नि फेरि रगत लास्टै आयो यार त्यसो त उचाल्नै थाल्यो अहिले त ऊ रातोको रगत तर यो दाइहरू छेउमा धेरै नबस्ने गोरुले एकैचोटि कहाँ परेछ उतान भएर लठी पनि यत्रो लिएर बसेछ ओहो खतरा परे दुइटै बोल्दैछ क्या लास्टै कालो लास्टै बोल्दैछ कालो लास्टै बोल्दैछ कालो नै लडिरहेको छ अहिलेसम्म के ओ कहाँ पऱ्यो भाग्नु चाहिँ भयो छैन त्यो अहिलेसम्म यार काटेको रहेछ त्यो त्यही माथि त्यो सिङ्टी खाएर साँच्चै नै कस्तो घाउ बनायो 4 मिनट भइसक्यो मार्दा रातो खप्नु हो पुगिसक्यो यिनीहरूले त पुरा ग्राउन्ड युज गरेको हो पल्लो भित्तादेखि पल्लो भित्ता चाहिँ तलतिर इन्टरटेनमेन्ट राम्रो भयो पुग्यो अब त बेच्नु छ किन गएको अहिले यिनीहरू यार साँच्ची नै यार